ओके अब हामी चाहिँ उमा छौँ बे पार्किङ बे रिभर्स पार्किङ गर्दैछौँ हामीले रेफरेन्स पोइन्ट हेरिन्छ अब मेरो हेर्दाखेरि यहाँ चाहिँ हो यो लाइन छ नि यो मेरोमा ठ्याक्क यो के हो ई लेखा छ यसको ठ्याक्क लगाएर सिधा छ पहिलो रेफरेन्स पोइन्ट खोजिन्छ यो वाइट लाइनसँग हो यो वाइट लाइन छ नि त्यससँग चाहिँ सिधा राखिन्छ यसरी रेफरेन्स पोइन्ट बनाइन्छ अब हजुरको के हो ए हो कि बी हो कि सी हो भनेर बुझिन्छ त्यसको कुरा गरिन्छ अब है अब हामीले रेफरेन्स पोइन्ट लेखियो होइन बहिनीको चाहिँ एल र एमको बिचमा देखिन्छ अरे यस्तो गर्नुहुँदाखेरि एल र एम भनेको यहाँबाट बहिनीको ठ्याक्क लाएर एल र एम ललित मल देखियो यसरी देखियो अरे यो सिधा भयो नि त यहाँ तिमी यसरी देखियो अरे यो सिधा भयो यसरी लेखिन्छ रेफरेन्स पोइन्ट होइन बहिनीले चाहिँ लिन फरवर्ड अल द वे डाउन गर्नुभयो तलसम्म टाउको झुकाएर हेर्नुभयो मैले पनि त्यही गर्छु धेरै जसो किनभने जहिले पनि त्यही हुनुपर्छ एउटै पोजिसनमा रेफरेन्स पोइन्ट लेख्दाखेरि त्यसपछिको हाम्रो नेक्स्ट स्टेप भनेको रिभर्समा राखिन्छ प्रेस गरेर ब्रेकमा खुट्टा राख्नुहोस् हो त्यसपछि चाहिँ हामीले चाहिँ फुल लक टु द लेफ्ट गरिन्छ यसरी लेफ्ट विल चाहिँ गरिन्छ त्यसपछि हामीले अब्जर्भ गरिन्छ चारैतिर 6 पोइन्ट चेक छैतिर 6 पोइन्ट चेक गरिन्छ कोही आएको छैन हामी गाडीलाई रोल गर्न दिइन्छ छोडिदिनुहोस् गाडी सिधा भएपछि रोक्ने हामीलाई कहाँ जान्छ गाडी मतलब छैन सेफ्टी मात्रै हेर्ने हो अब यता लेफ्ट टु राइट हेर्नुहोस् सेफ्टी मात्रै हेर्ने हो हामीले जानुहोस् सोही जानुहोस् गइरहेछ गाडी सिधा भएपछि रोक्नुहोस् है टप्प गाडी सिधा भएपछि रोक्नुहोस् है गाडी सिधा भयो अगाडि हेरेर थाहा पाइन्छ कहिल्यै स्क्रिनमा हेर्ने होइन अझै यति जानु छ अगाडि हो च्याप्प रोकियो होइन गाडी सिधा भयो होइन अनि एमा पनि मिल्न गएको छ उ त सानो मिररमा पनि देखिएछौ यताबाट अर्को मिररमा पनि यस्तै देखिन्छ बक्समा छ कि छैन बहिनी बक्सभित्र छ हो अब पहिला विललाई सिधा गर्नुहोस् हो यो विल गुड हो सिधा भयो होइन अब हामीले चाहिँ यो छ नि यो रातोले यो लाइनलाई छोइन्छ जानुहोस् भयो है अब पार्किङमा राख्नुहोस् बाहिर निस्किनुहोस् अब यसरी टक्क बक्समा हुन्छ यो यति गरेपछि होइन अब यतापट्टि पनि ठिक छ होइन अब कहिल्यै पनि हजुरको चाहिँ यो चक्का अगाडिको चक्का कहिले देखिँदैन थियो मिररमा होइन गाडी टेढो छ भने बाहिर निस्केर हेर्नु होला आर ह्याप्पी विथ द पार्किङ भन्दाखेरि जमिनले हेर्नु होला यो चक्का छ नि यो चक्का हो यो चक्का छ नि यो चक्का चाहिँ यो लाइनमा भयो भने र आइएम ह्याप्पी विथ द पार्किङ भन्नुभयो भने फेल गरिन्छ तर हजुरले त्यो उसलाई आर ह्याप्पी विथ द पार्किङ भन्दा चेक गर्नु मन लाग्छ नि बाहिर निस्केर विलमा चक्का छो छ भने चाहिँ न लेट मी फिक्स इट भनेर फिक्स गर्नुभयो भने पास भइन्छ त्यही भएर चाहिँ एकपल्ट अलाउड छ तर यसमा चाहिँ ख्याल गर्नुपर्ने के भन्दा पार्किङमा हुनुपर्छ राम्ररी चेक गर्दा कार अनि त्यसपछि भित्र गएर मेक्स्योर बेल्ट लगाउनु होला कहिले भुलिन्छ है यसमा अब्जर्भेसन चाहिँ जहिले पनि विन्डोदेखि विन्डो सबै पार्किङहरूमा लेफ्ट विन्डो जुन चाहिँ ब्याक साइडको विन्डोहरू बसेको हुन्छ ब्याक साइडको विन्डोमा प्यासेन्जर बस्ने सिटको विन्डो लेफ्टदेखि अब्जर्भ गरेर राइटको प्यासेन्जर सिटकोतिरको विन्डोमा चेक गरेर पुरै गरिराख्नुपर्छ कोही आएको थाहा पाउनुपर्छ नत्र भने डेन्जर हुन्छ र त्यसमा पनि फेल गर्छ त्यही भएर अब्जर्भेसन चाहिँ रोकी बरु 3-4 पल्ट रोक्नै पर्छ भने तर अब्जर्भ चाहिँ राम्ररी गरेर गर्नुपर्छ है